हेलो एभ्रिवान, नमस्ते, वेलकम छ हजुरहरूलाई चाहिँ मेरो युट्युब च्यानलमा। चाहिँ हजुरहरूले देखिरहनु भएको पछाडिको मन्दिर चाहिँ महालक्ष्मी मन्दिर हो। यहाँ चाहिँ हिजोदेखि पूजा लागेर पनि आज चाहिँ अन्तिम दिन, दोस्रो दिन है। यो रथ हिजो लिएर आएको, आज चाहिँ यो रथ लगेर चाहिँ घरमा लगेर फेरि पूजा गरेर राखिसकेपछि चाहिँ उहाँहरूको पूजा सम्पन्न हुने रहेछ। हिजोदेखि नै यहाँ आएको मान्छेहरूको छोरादेखि लिएर छोरीजना सबैजनालाई चाहिँ के गर्दो रहेछ भने व्रत बसेर चाहिँ रथ लिएर आउने कार्यक्रम गर्दो रहेछ भने। मामा हजुरलाई कस्तो लागिरह यहाँ आउन पाउँदा? रमाइलो लागिरह नि। अनि फेरि पनि अर्कोचोटि आउँछु भन्ने छ कि छैन मनमा? यति राम्रो महालक्ष्मीको यात्रामा सामेल हुन पाउँदा आफूले आफूलाई भाग्यमान ठान्छु। ल अनि हेर्नुहोस् त कस्तो राम्रो माहौल छ यहाँको। अनि तपाईँलाई कस्तो लागिरह त? मलाई नि एकदम रमाइलो लागिरहेको छ। यो गाउँकै सबभन्दा शक्तिशाली मन्दिर नै रहेछ यो। मलाई एकदम रमाइलो लागिरहेको छ। रमाइलो लागिरहने मान्छेहरू आउने जाने अझै पनि भइरहेको छ। अब चाहिँ हामी हिजो लिएर आएको रथलाई चाहिँ पूजासुजा गरेर बत्ती बालेर लिएर जाने चाहिँ तयारी गर्दैछौँ। दिदीको थाली मैले लिइसकेको छ। दिदीले चाहिँ बत्ती हिजो लिएर आउनु भएको थियो, त्यो बत्ती चाहिँ बालेर आफूले बोकेर जाने चलन रहेछ यहाँको चाहिँ। हेर्नु पनि हजुरहरू पनि बत्ती बालेर अब चाहिँ रथलाई चाहिँ घुमाउँदैछ है त मन्दिरको वरिपरि। लाग्यो है रथ राख्ने ठाउँमा। एकदम बाटो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यस्तो लाग्यो है, पुल हाल्न सक्यो यहाँनिर चाहिँ। यो बाटो यता चाहिँ रमाइलो भइरहेको छ है। अनि म चाहिँ लास्टमा छु कि किनकि मैले अगाडिको भिडियोहरू नि तपाईँहरूलाई देखाउँछु भनेको एकदमै सम्भव भएन है त्यो चाहिँ, किनकि हामी सबभन्दा लास्टमा भयो है मामा। त्यसरी हामीले चाहिँ भिडियो बनाउन सकिन। तिमीहरू चाहिँ नर्मल